कुलमान नआउँदा प्राधिकरण घाटामा जाने, कुलमान आएको 2-3 वर्षमा प्राधिकरण नाफामा जाने, कुलमान आएपछि विद्युत चाहिँ नि 4 गुणा उत्पादन बढी हुने, कुलमान आएपछि मात्रै चाहिँ नि काठमाडौँ र पोखराबाट सुरु गरेर देशभरि लोड सेडिङ मुक्त हुने, बेरोजगारी छ। त्यहाँ आएपछि अब चाहिँ नि हाम्रो पर्साईजीले अलिअलि खानपिन पनि गराइदिन्छ, 2-4 रुपियाँ पैसा पनि दिन्छ, काठमाडौँ घुम्न नि पाइन्छ, दिनभरि हल्ला गर्न नि पाइन्छ, काम छैन। अनि के गर्नु? त्यसैको हो त्यस कारणले राजतन्त्र आउँदैन। यो सरकार कति चाहिँ नि अपराधी मानसिकताको रहेछ भन्ने कुराको ज्वलन्त प्रमाण पनि यही हो। नियत बदनियत राखेर बिचमा हटाउन सक्दैन भन्ने त्यो प्रतिस्थापित भइसकेको सिद्धान्त हो। चुनौती साथ 1 हप्तामा त्यो 23 अर्ब उठाउन सकेन भने यो नालायक हो, अपराधी हो, चोर हो भनेर भन्दाखेरि कसैलाई पनि पाप लाग्दैन। राजाको पालामा जनतालाई विदेश जान पासपोर्ट दिँदैनथ्यो। राजाका भाइ भारदार अथवा उसका आसेपासे मात्रै विदेश जान पाउँथे। पैसा उठाउन लागेको कारणले हटाउने काम सरकार आफूले गर्यो। दमन गरिरहेकाहरूलाई छहारी बनाइदिए दलहरूले केही काल। गणतन्त्रवादीहरूले सुधार गरेनन् भने अर्को आन्दोलन हुन्छ, तर रियाक्सनरीपट्टिको आन्दोलन होइन। त्यसले चाहिँ जनतन्त्र स्थापित गर्नेपट्टिको आन्दोलन हुन्छ, राजतन्त्र आउँदैन। लोकप्रिय व्यक्ति अँध्यालो युगलाई उज्यालो युगमा प्रवेश गराएर उज्यालो नेपालका नायक भनेर चिनिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार मात्रै मन्त्री परिषदको निर्णयले हटाएको छ। यद्यपि उहाँ अहिले सर्वोच्चमा रिट लिएर पनि पुगिसक्नु भएको छ र हिजो बुधबार भएन, तर अहिले बिहिबार दर्ता भयो भन्ने कुराहरू आइरहेको छ। यो घटनाक्रमलाई वरिष्ठ अधिवक्ताजी कसरी हेर्नुभयो? सरकारको कदम कानुन विपरीत छ, संविधान विपरीत छ, जनभावना विपरीत छ। सरकारले मूर्ख्याइ गर्दैछ, धुर्त्याइ गर्दैछ। अब जहाँसम्म उहाँले अदालतमा मुद्दा दर्ता भइकन, रिट निवेदन दर्ता भइकन भोलि पेशी तोकिसकेका छ। अब त्यो अदालतको अब विचाराधीन विषय हो। अदालतले ड्यू प्रोसेस अफ ल, रुल अफ ल, एकर्डिङ टु ल लाई मध्यनजर राख्छ। अहिलेसम्म सर्वोच्च आयोगले चाहिँ नि स्थापित गरेको नजिर के छन् भने त्यो दर्जनौँभन्दा दर्जनौँ छन्। दर्जनौँ नजिर छ, जसको ऐनमा नै पदावधि किटान गरेर त्यही अनुसार चाहिँ नि नियुक्ति पत्रमा पदावधि किटान गरेर दिएको व्यक्तिलाई झुठा वा अतर्क, कुनियत, बदनियत राखेर बिचमा हटाउन सक्दैन भन्ने त्यो प्रतिस्थापित भइसकेको सिद्धान्त हो। त्यो सिद्धान्त अनुसार चाहिँ र अहिलेको विद्युत प्राधिकरण ऐनलाई हेर्दाखेरि उहाँलाई सरकारले जम्मा उहाँको पदको अवधि बाँकी 4 महिना छ, 4 वर्ष हुनलाई। त्यो 4 महिनामा सरकारले आफूलाई ठुलो नोक्सान पर्छ भन्ने डराएर हताशमा उहाँलाई बर्खास्त गरेका छ, उहाँलाई हटाएकै हो। त्यसो भएको हुनाले अब बाहिर प्लेन भाषामा यो नालायक काम हो, बेठिक काम हो। अब कानुनी भाषामा यो गैर कानुनी काम हो, गैर संवैधानिक काम हो। यस कुराको निर्गोल चाहिँ के हुन्छ भनेर भोलि वा अब हुने सर्वोच्च अदालतको आदेशले गर्छ। तर यहाँनिर वरिष्ठ अधिवक्ता ठ्याक्कै अब कुलमानलाई हटाएको विषय चाहिँ 8-10 वटा कारण सरकारले पेश गरेको अवस्था छ, कुलमानलाई त्यो बुझाएको अवस्था छ। त्यसमा चाहिँ विद्युत बक्यौता जो व्यापारीहरूबाट, उद्योगीहरूबाट डेडिकेटेड फिडर र टङ्क लाइन मार्फत विद्युत बक्यौता झन्डै 8 करोड जति उठाउनु थियो, त्यो असुल उपर नगरेको कारण तपाईँलाई हटाइयो। लोकप्रियताका आडमा तपाईँले सरकारको निर्देशन अथवा अटेरी गर्नुभयो, पालना गर्नु भएन भन्ने कुरा त्यो कारण छ क्या। यसलाई कसरी हेर्नु भएको छ? बक्यौता उठाउन उहाँले सक्नु भएन भन्ने कुरा। यदि त्यो कुरा एउटा चाहिँ नि सामान्यभन्दा सामान्य मान्छेले नपत्याउने कुरो, यो सरकार मूर्खहरूको जमात हो भन्ने कुराको यथेष्ट प्रमाण त्यही हो। कुलमानजीले 23 वटा उद्योगपतिहरूले नाजायज ढङ्गबाट विद्युत महसुल नतिरेको हुँदा तिर्नको निम्ति पटक पटक पत्राचार गरेपछि, त्यसलाई अटेर गरेपछि उहाँले लाइन काटिदिनु भयो।
त्यो लाइन काटेकोलाई लाइन जोडिदिनु भन्ने मान्छेको नाउँ र व्यक्तिको नाउँ र सरकारको पदाधिकारीको नाउँ सर्वसाधारण नेपाली जनता र विदेशमा बस्ने नेपाली सबैले चिनिया छन्। अब त्यसपछि त्यो लाइन नकाट्नु त भन्यो, अब त्यसपछि पैसा उपर गर्नु चाहिँ भन्यो, तर उसले के भन्यो भने मन्त्रीलाई लाएर र त्यो अनुगमन आयोगलाई विद्युत अनुगमन आयोगलाई लगाएर यो पैसा उठाउने विषयमा छुट्टै एउटा कमिटी गठन गरिदिएको छु, त्यसले छानबिन गर्छ, त्यसले जे भन्छ त्यही गर्ने भनेर गठन गर्ने नालायक काम पनि यही सरकारले गरे हो। यो सरकार कति चाहिँ नि अपराधी मानसिकताको रहेछ भन्ने कुराको ज्वलन्त प्रमाण पनि यही हो। अब अर्को तेस्रो कुरा, त्यो चाहिँ नि मन्त्रीले गठन गरेको जुन समिति छ छानबिन समिति, या पैसा तिर्नुपर्छ कि पर्दैन भनेर छानबिन गर्ने समिति संविधान र कानुनले बेठिक छ भनेर सर्वोच्च अदालतले त्यसलाई अवैध ठहर गरिदिइसकेको छ। भनेपछि पैसा उठाउन नदिने, पैसा उठाउन पर्दैन भन्ने, पैसा उठाउन लागेको कारणले हटाउने काम सरकार आफूले गर्यो। अब त्यो कुरालाई तपाईँले पैसा किन नउठा भनेर सोध्नु, त्योभन्दा ठुलो अपराध, त्योभन्दा ठुलो धोका, यानि त्यो जस्तो जनतालाई भ्रम छर्ने कुरा अरू के हुनसक्छ र। 20 युनिटसम्म अहिले पनि निःशुल्क थियो, अब 30 युनिटसम्म आधा चाहिँ 50% छुट दिन्छु भने हो। यो गर्नको निम्ति ठुलो कुरो थिएन। विद्युत प्राधिकरणलाई नाफामा ल्याइदिने, प्रशस्त मात्रामा विद्युत उत्पादन गरिदिने र बक्यौता उठाएर चाहिँ नि अगाडि बढाउने काम कुलमानले जगालिदिएका थिए। अब जो गए पनि त्यही हुन्छ, तर अब 4-5 महिनापछि चाहिँ यो कुरो सेलायो भने अनि विद्युत प्राधिकरण बिस्तारै घाटामा जान्छ। किनभने घुस खान्छन्, त्यहाँ घुस नेतालाई र मन्त्रीलाई पुर्याउँछन्, सरकारमा बसेका पदाधिकारीलाई पुर्याउँछन्, नत्र त कुलमान नआउँदा प्राधिकरण घाटामा जाने, कुलमान आएको 2-3 वर्षमा प्राधिकरण नाफामा जाने, कुलमान आएपछि विद्युत चाहिँ नि 4 गुणा उत्पादन बढी हुने, कुलमान आएपछि मात्रै चाहिँ नि काठमाडौँ र पोखराबाट सुरु गरेर देशभरि लोड सेडिङ मुक्त हुने। यो काम त नकुलमानले त गरेन त। त्यसो भएको हुनाले अब उनीहरूले केही काल 1 हप्ता जति ल म चुनौती साथ 1 हप्तामा त्यो 23 अर्ब उठाउन सकेन भने यो नालायको अपराधी हो, चोर हो भनेर भन्दाखेरि कसैलाई पनि पाप लाग्दैन। ल उठाइहेरौँ। अर्को विषय, अहिले राष्ट्र संस्था पक्षधरहरू सडकमा उर्लिया छ। यो व्यवस्था 15-16 वर्षभित्रै 2065 जेठ 15 गते नेपाल गणतान्त्रिक मुलुकको रूपमा घोषणा भयो। 16-17 वर्षमै यो व्यवस्था किन खतरामा पर्यो? यो व्यवस्था खतरामा छैन। होइन, राजाप्रति मान्छेहरूको आकर्षण त बढ्यो नि, जनलहर देखियो, जनसागर उठ्यो भन्छन् के मान्छेले। 25 गते राजालाई स्वागत गर्दा पोखराबाट काठमाडौँ त हेर्नुहोस् त मान्छे हजारौँ उपस्थित भयो नि। होइन, त्यसमा तपाईँले 2-3टा कुरा हेर्नुपर्छ। नम्बर 1, 238 वर्षसम्म राजतन्त्रले राजतन्त्र पिपासुहरू जन्म गराएको थियो। तिनीहरूका सन्तान दर सन्तानहरू खाइ पल्केका थिए, तिनीहरू बडो चाहिँ दबिएर बसेका थिए, तिनीहरूलाई अलिअलि ठाउँ पाए। 1। दोस्रो चाहिँ नि हाम्रो राजनैतिक दलहरूले ती राजतन्त्र पिपासु, ती रक्त पिपासु, ती पञ्चायतदेखि लिएर शाहवंशबाट शोषण दमन गरिरहेकाहरूलाई छहारी बनाइदिए दलहरूले। केही काल विभिन्न दलमा तिनीहरू लुकेर बसे, मौका पाएपछि तिनीहरू च्याउ कराएका हुन्। तेस्रो कुरा, मान्छे जम्मा चाहिँ जसले जे गर्दा नि जम्मा हुँदैछ, किनभने हाम्रो देशमा बेरोजगारी छ। त्यहाँ आएपछि अब चाहिँ नि हाम्रो परसाईजीले अलिअलि खानपिन पनि गराइदिन्छ, 2-4 रुपियाँ पैसा पनि दिन्छ, काठमाडौँ घुम्न नि पाइन्छ, दिनभरि हल्ला गर्न नि पाइन्छ, काम छैन। अनि के गर्नु? त्यसैको हो, त्यस कारणले राजतन्त्र आउँदैन, आउन सक्दैन, आउने विषय होइन। अब प्रगतिशीलपट्टि पो परिवर्तन हुन्छ त। होइन, अधिपति म यहाँ तपाईँलाई रोकिहालेँ। जस्तो तपाईँले रोजगारी छैन भनेर सजिलो भाषामा भन्नु हो नि, त रोजगारी सिर्जना गर्न नसक्या त यही व्यवस्था कारण होला नि त। हिजो राजा पाना भएको उद्योगहरू खोइ कसैले उठाएन,
अहिले पनि 3-4 हजार मान्छे अब भनौँ न विमानस्थलबाट लाइन लागेर जान्छन्। खोइ रोजगारी, खोइ उद्योग धन्दा कलकारखाना, खोइ स्वास्थ्य। दुई प्रकारले बुझौँ न यसलाई, खोइ निशुल्क भएको। त्यसलाई दुई प्रकारले बुझौँ। राजाको पालामा विदेशीले दिएर स्थापित भएका कल कारखानाहरू राजाका भाइ भारदारले सञ्चालन गरेर त्यसको मुनाफा आफैले खाएर तिनीहरूलाई टाट पल्टाएर अनि विदेशीले अब तिमीहरूलाई ऋण दिन्न भनिसकेपछि अब हामी यसलाई निजीकरण गर्छौँ भनेर इन्टरनेसनल मोनिटरिङ फाउन्डमा IMFमा चाहिँ नि यिनीहरूले सम्झौता गरेर एग्रिमेन्ट गरेर पञ्चायतले नै निजीकरण गर्ने नीति बनाइसकेपछि बहुदल आएपछि त्यो गर्न बाध्यता भयो। बहुदल आएपछिको काङ्ग्रेस एमालेका दलहरूले नाफा कम बढी खाएर कम मूल्यमा त्यसलाई बेचे होलान्, घुस खाए होलान्। तर कल कारखानाहरू बन्द हुन चाहिँ हिजो राजाका केही पालमा सुरु भइसकेको थियो। राजतन्त्रमा नै टुङ्गियो, किनभने त्यो चाहिँ स्ट्रक्चरल रिफर्म भन्नेलाई चाहिँ नि मध्यनजर गरेर क्यापिटलिजम पुँजीवादी राज्य व्यवस्था स्थापना गर्नको निम्ति चालिएको विदेशीको कदम हो। यो राजतन्त्रले नै गरेको हो। त्यस कारण त्यो बारेमा अब कुरै त्यो हो। अब अहिले त्यो चाहिँ नि अब राजावादीहरूले चाहिँ नि त्यो प्रचार गरेको गलत कुरा हो। गणतन्त्र आएपछि जनपेक्षा काम किन भएन? भ्रष्टाचार हो, किन हेर्नु त भ्रष्टाचार भयावह छ। अब दोस्रो छ, राजाको पालामा जनतालाई विदेश जान पासपोर्ट दिँदैनथ्यो। राजाका भाइ भारदार अथवा उसका आसेपासे मात्र विदेश जान पाउँथे। नेपालीका छोराछोरीहरूलाई गोरखा भर्ती केन्द्र खोलेर भारतमा र बेलायतमा भाडाको सिपाहीमा यिनीहरूले बेच्थे। त्यो बेचे बापत पैसा लिन्थे। यो राजतन्त्रले गरे। त्यसबाहेक अरूलाई विदेश जान दिँदैनथे। अनि नेपालीहरू भागेर लुकेर त्यही लाहुर भन्ने यही वरिपरि इन्डियातिर जान्थे। अहिले लोकतन्त्र आएपछि जसले पनि पासपोर्ट पाउने भयो, विदेश जान पाउने भयो। त्यसकारण विदेश जाने भए, अपर्च्युनिटीको लागि जाने भए, अवसरको लागि जाने भए। त्यसकारणले यसलाई पनि अन्यथा लिनु मिलेन। अब सरकारले भ्रष्टाचार रोक्न नसकेको, भ्रष्टाचार बढेको, मुलुकमा चाहिँ नि सुशासन होइन कुशासन बढेको, यो कुरा अहिलेको वर्तमान सरकार आज झन् बढेको भएको कारणले गर्दा अब बिस्तारै यस बारेमा चाहिँ बहुदलवादीहरूले वा गणतन्त्रवादीहरूले सुधार गरेनन् भने अर्को आन्दोलन हुन्छ। तर रियाक्सनरीपट्टिको आन्दोलन होइन, त्यसले चाहिँ जनतन्त्र स्थापित गर्नेपट्टिको आन्दोलन हुन्छ। राजतन्त्र आउँदैन, जनतन्त्र आउँछ। लोकतन्त्रको पनि भन्दा प्रगतिशील जनतन्त्र हो। लोकतन्त्रको विकल्प उन्नत स्तरको लोकतन्त्र, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, जनतन्त्र हुन सक्छ। 15 गते निर्णायक आन्दोलन गर्ने भनेको छ राजावादीले। कतिको त्यो के लाग्छ? अलिअलि अराजक रूपमा केही काम गरे भनेर केही चाहिँ नि अभद्र व्यवहार गरे भने थाहा छैन, अरू खास केही हुँदैन। समाजवादीको प्रदर्शनमा कसरी हेर्नु भएको छ? मान्छे कतिको आउला समाजवादीको प्रदर्शनमा? समाजवादी नेतृत्व माओवादीको नेतृत्वमा मान्छे त तपाईँको दुवैतिर अलिअलि मान्छे राम्रै मान्छे हुन्छन् होइन। समाजवादी मोर्चाको पनि अब मान्छेले भनिदिने हो, भोलि हेरै भइहाल्यो। मान्छे आउँछन्, प्रशस्त मात्रामा मान्छे आउँछन्। उपस्थित गणतन्त्रको पक्षमा बहुसङ्ख्यक जनता छ भन्ने कुरा प्रश्न हुन्छ त? हुन्छ। त्यसमा चाहिँ ढुकाउनु। यहाँको यो समयको लागि धन्यवाद।